ब्लग बनाउने चाहिँ बहिनी चाहिँ हाई एभ्रिवान गुड मर्निङ सबैजना पनि मेरो च्यानलमा वेलकम छ। आजको अपडेट चाहिँ के छ भन्दा चाहिँ फुल यहाँ बोल्नु आएको छु। यहाँ देखाइदिनु पर्ने आज मेरो काम चाहिँ के छ भने चाहिँ मेथी गिरेन यहाँ मात्रै आएको छ। बहिनी यहाँ देखाइदिनुहोस्। आज मेरो यहाँ भिडियो गर्ने जानु एकदम बहिनी हुनुहुन्छ हो। आज मेरो मर्निङको चाहिँ यहाँ फुल गोरेर चाहिँ मेरो एक दुईवटा फुल पनि सार्नु पर्ने छ हो। हेर्नुहोस् होला मेरो फुल चाहिँ यहाँ देखाइदिनु बहिनी। मेरो फुलहरू एकदम आज मेरो भिडियो गर्ने चाहिँ बहिनी हुनुहुन्छ हो। देखियो म छमा पनि आइला ए छमा पनि आयो। यहाँ देखाइदिनु मेरो यहाँ जिबेनमा फुल्दैछ हो। मजाले देखाइदिनुहोस् है। आज मेरो काम चाहिँ मर्निङको यो चाहिँ फुल गोरेर चाहिँ फुल सार्नु पर्ने काम छ। तपाईँलाई पनि म देखाउँछु। होला हो मेरो काम त्यसको चाहिँ स्टार्ट भएको छ आजदेखि चाहिँ हो। अस्तिसम्म चाहिँ म सिलगढीमा थिएँ। अब सिलगढीदेखि फर्केर आएको घर आइपुग्दा चाहिँ मेरो यहाँ अब काम स्टार्ट हुन्छ हो। फुल गोड्नु पर्ने फुल सार्नु पर्ने छ हो। यहाँ फुल पनि फुल्ने टाइम आइछ मेरो हो। हेर्दै जानुहोस् होला आज मेरो मर्निङमा के हुन्छ हो। है म चाहिँ झार पनि गोडिसक्यो हो। अब चाहिँ हामीले बढाउनु पर्छ। त्यहाँदेखि चाहिँ म घर फुल सार्नु पर्ने छ हो। फुल चाहिँ यता बढाइदिनु सक्यो। यहाँ चाहिँ अब उतापट्टि पनि छ हो। अब यहाँ अलिकति मेरो झार गोड्छु हो। यहाँ चाहिँ बढाइदिनु सक्यो। यहाँ देख्नु भने पिच चाहिँ यसरी बनाउनुपर्छ। यहाँ मेरो मल चाहिँ कसरी बनाउँछ तपाईँलाई देखाउँछु नि है। यसरी माटो हाल्नुपर्छ हो। त्यहाँदेखि चाहिँ झार उखालेर चाहिँ यसरी हाल्नुपर्छ। यहाँ देखाइदिनु भयो नि मेरो मल चाहिँ यसरी बनिन्छ। यहाँ मुनि माटो हालेर चाहिँ सबै झार उखालेर यहाँ राख्नुपर्छ हो। अन्त मेरो चाहिँ मल त्यसरी बनिन्छ हो। सब्जीहरूको पनि सबै म यहाँ लिएर हाल्छु। तर यतापट्टि बनाएको छु म तपाईँलाई देखाइदिन्छु। मैले थुप्रो जग्गामा बनाएको छु। अब यहाँ चाहिँ बनाइसक्यो मैले। अब यतापट्टि देखाइदिन्छु बहिनी। ल अब चाहिँ म यता पनि प्लान चाहिँ मेरो यहाँ पनि प्लान छ हो। यहाँ पनि मजाले मेरो प्लानहरू आएको छ हो। आज मेरो मर्निङको चाहिँ अब काम यस्तै छ हो। फुल सफा गर्नुपर्ने छ मेरो हो। अब म सिलगढीमा घुमेर पनि आइसक्यो। ज्यादा घुमेर मेरो दसैँ पनि सकिसक्यो हो। घुमेर मेरो दसैँ सकिसक्यो। अब सिलगढी घुमेर आउने मेरो घरमा यहाँ काम छ त्यस्तो छ। यहाँ हेर्नुहोस् यो चाहिँ अब सुन्तला हो कि जम्बिरको बोट हो कि निम्बु आएको मलाई थाहा छैन। मैले रोपेर त्यस्तो लाग्नु भएको छ हो। अनि मैले चाहिँ तपाईँलाई देखाउँदैछ मेरो चाहिँ यसरी मोल बनिन्छ हो। यसरी बनाएको छु मैले। यहाँ चाहिँ के हालेको छु भने माटो पनि हालेको छु। अनि यस्तो जारहरू उखालेर चाहिँ यसरी राख्नुपर्छ। त्यो माथिबाट चाहिँ माटो हाल्नुपर्छ हो। म चाहिँ सबै सब्जीहरू चाहिँ यसरी हालेर चाहिँ मल यसरी बनिन्छ है। अन्डाको बोक्रा हो। यो चाहिँ मेरो सबै फुलमा हाल्ने चाहिँ मैले यसरी मल बनाएको छु। पिट बनाएर चाहिँ मेरो मल चाहिँ यसरी बनाएको छु। माटो सबै यो झारहरू हालेको थिएँ मैले। झार सबै मस्केर कस्तो मजाको मेरो भएको चाहिँ देखाइदिन्छु मैले। अलिक समय होइन त्यहाँ टाढोमा देख्दैन। तिमी अलिक समाउनु पऱ्यो। तिमी टाढो बसेर आइरहेको छु। यस्तो बनाएको छु मैले। ल अब चाहिँ यहाँ बाहिर सबै मेरो तल पनि छ। तपाईँलाई देखाइदिन्छु। तल पनि मेरो काम छ हो। है मेरो काम चाहिँ यहाँ आएको छ। माथि सक्यो मेरो। अब यहाँ फुल फुलिरहेको छ। यहाँ समाएर मेरो फुल चाहिँ यस्तो दामी फुलेको छ। तर कटिङ गर्न नपाएछ। लामो लामो आएको छ हो। अब यस्तो यल्लो पत्ता चाहिँ निकाल्नुपर्छ हो। आज मेरो जस्तो चाहिँ होइन यहाँ नै यस्तो दामी मेरो फुल फुलिरहेको छ हो। यल्लो भयो हिजो चाहिँ यस्तो चाहिँ अहिले लडेछ नि त मेरो यो फुल। अब मेरो काम चाहिँ आज के छ भने झार बोल्नु पर्ने छ हो। हो मर्निङको चाहिँ मेरो चाहिँ छै कामहरू। भन्नुहोस् ल। यहाँ हेर्नुहोस् मेरो फुल यस्तो दामी फुलेछ है। यो सबै मैले बजारमा यो चाहिँ अब थुम्पा खस्दाखेरि चाहिँ ल्याइदिनु भएको थियो। त्यही फुल चाहिँ मैले कटिङ गरेर गादा चाहिँ यस्तो आज यस्तो दामी फुलेछ हो। यहाँ पनि छ मेरो यल्लो फुल फुलेको छ हो। यहाँ हेर्नुहोस् तपाईँलाई चाहिँ म देखाइदिन्छु। मेरो फुल चाहिँ यस्तो फुलेको छ यहाँ। आज मेरो फुल घुम्नुपर्ने सबभन्दा दामी चाहिँ यो आएको छ है हो। यो पनि दामी फुल्दैछ बहिनी। कुन चाहिँ यो ओ रातो रातो वाह यो पनि दामी फुल्दैछ। मेरो दसैँको फुल फुल्दैछ हो।
मेरो चाहिँ आज काम चाहिँ यही हो होइन। यहाँ झार घोर्दै थियो म चाहिँ। अघि नै पनि देखाइसकेको छ। अघिको चाहिँ मेरो भिडियो गर्दैछ, बिचरा बहिनीले मेरो भिडियो गर्दैछ हो। म चाहिँ सानो बोडे छ, साउन्डै सुनेन छ। अन्त फुल चाहिँ यस्तो दामी फुलेको छ हो। ए दामी फुलेको छ है, मेरो फुल चाहिँ यस्तो छ हो यहाँ। म चाहिँ यहाँ जार गोड्दा गोड्दै एकछिन तल काम परेर गएको थिएँ, अहिले भर्खर आयो हो। बहिनीले चाहिँ यहाँ गोड्दै गर्नु, अन्त बहिनी त गोडेन छ हो, त्यसै गम्मुटमै लगाएछ बहिनीले चाहिँ हो। अब चाहिँ बहिनीले बढाल्दैछ। लु छिटो छिटो बहिनी लु। म त बहिनी यहाँ जार गोड्दै गरेँ भन्दा गोडेन सब त, मैले जति गोडेँ त्यति भयो। छिटो यहाँ दामी फुलेको छ हो। हुनु चाहिँ मैले अघि नि तपाईँलाई म भिडियोमा देखाइसकेको छ हो। तर मेरो बहिनीले चाहिँ भिडियो गर्दा चाहिँ मेरो साउन्डै राम्रो आएनछ हो। उतादेखि बढा बहिनी, उतादेखि। अघि चाहिँ मेरो भिडियो बनाउने चाहिँ हाम्रो बहिनी हो। गम्बुट पनि लगाइहालेछ बहिनीले हो। अब त चाहिँ मेरो काम सक्यो फुल गोडेर होइन। अब यहाँ चाहिँ हेर्नुहोस् मेरो सयपत्री फुल त्यस्तो मभन्दा पनि लामो भइसकेको छ हो। यो चाहिँ खास कटिङ गर्नुपर्ने थियो हो यहाँ होइन। अब मभन्दा पनि लामो भएको जस्तो लाग्यो है बहिनी, कि म बराबर रहेछ? म त मैले लाग्यो कि तपाईँ ठुलो लाग्यो। म ठुलो लाग्यो। सयपत्री यस्तो फुलेको छ हो। यो चाहिँ मसिनो खालको सयपत्री फुल फुलेको छ हो। किन उल्लु झारमा चाहिँ मेरो बेसी पानी परेर हावा चलेर चाहिँ मेरो फुल सक्यो यहाँ। हेर्नु है बहिनी, देखाइदिनु मेरो फुल चाहिँ। म यो त कत्रो लामो रहेछ त। लामो भएछ? इस म बराबर रहेछ ल। चिसो त मेरो फुलहरू चाहिँ। आज मेरो काम चाहिँ सकेको छैन, तपाईँलाई भोलि पनि देखाउँछु हो। आज मेरो बिहानै कामै सकेर अहिले 20 बजी म तर काम परेर गएको थियो, त्यसले गर्दा मेरो कामै सकेन आज हो। अब तपाईँहरूलाई चाहिँ म भोलि देखाउँछु। आज चाहिँ मेरो अब यति आज मात्रै काम गर्छु हो, किनकि पानी पर्न थालिहाल्यो अब होइन। बेलुका खाने खाना बनाउनु पर्छ, त्यसले गर्दा चाहिँ आजको भिडियो चाहिँ म यहीँ नै एन्ड गर्छु हो। अनि आज तपाईँलाई मेरो मर्निङको भिडियो कस्तो लाग्यो होइन, मेरो एकदम च्यानललाई एकदम सब्सक्राइब गरिदिनुहोस्। So thank you so much for watching my video. So bye bye.